नमस्ते, राधे राधे सबैजनालाई। म राधिका शर्मा, माता जयकुटी र हामीले अहिले मिति 2083 साल ज्येष्ठ 27 गतेदेखि सञ्चालन हुन गइरहेको पुरुषोत्तम मासको कथा आरम्भ सुरु हुन गइरहेको छ र यसमा सबै सम्पूर्ण मलाई चिन्नुहुने नचिन्नुहुने र सम्पूर्ण भक्तजनहरूमा हार्दिक शुभकामना गर्दछौँ र सम्पूर्णलाई साधारण निमन्त्रण गर्दछौँ र 27 गतेदेखि 28 गते 29 गते बिहानसम्म हुन गइरहेको 3 दिनको यो कार्यक्रम पुरुषोत्तम मासको कथा वाचन चाहिँ जयकुटी मन्दिर देवस्थल मन्दिरमा रहनुहुने इन्द्रप्रसाद नेउपानेबाट उहाँको मुखार बिन्दुबाट कथा वाचन भइरहने छ र ठेगाना हाल जयकुटी देवस्थल मन्दिरको ठिक पूर्वपट्टि पिङ्क कलर लागेको घरमा सञ्चालन हुन गइरहेको छ र 3 दिनको लागि नजिक हुने भ्याउन सक्ने र आउन सक्ने भक्तजनहरूलाई हामीले यहाँ ठेगाना बताइएको छ। टाढाबाट देश विदेशबाट हेर्नुहुनेलाई पनि सबैलाई सादा निमन्त्रण हामीले गरेका छौँ र यो सञ्चालन हुन गइरहेको मसँग माता भनेर धेरैजनाले आज्ञा गरेको भएर यो पुरुषोत्तम मासको एउटा कथा सञ्चालन गरिदिनु लगाइदिनु माता, हजुरलाई हामीले सबैबाट सहयोग गर्छौँ, हजुरलाई कुनैको कमी हुन दिँदैनौँ भनेर विदेशमा रहने मेरा भक्तजनहरूद्वारा रिक्वेस्ट धेरै भएको भएर हामी यो पुरुषोत्तम मासको कथालाई सञ्चालन गर्न गइरहेका छौँ र हाम्रो ठेगाना बुटोल जयकुटी देवस्थल मन्दिरको ठिक पूर्वपट्टि र हामी 3 दिनको कार्यक्रममा सञ्चालन छौँ र सबैजनाले फोन मार्फत पनि हेर्न सक्नुभयो। अहिलेको जमाना युट्युबको जमाना छ, जहाँसुकैबाट पनि जहाँसुकै छरिनु भएको मेरो इष्टमित्रहरू दिदी दाजुभाइहरू र बुवाआमाहरूमा हार्दिक निमन्त्रण गर्दछु र यो 3 दिनको कथालाई भव्य सभ्यका साथ लैदिनुहुन्छ मेरो भक्तजनहरूले भन्ने म पूर्ण आशा गरेर म निमन्त्रण गरेकी छु। हस्त, धन्यवाद।